हेलो साथीहरू, आज म तपाईहरुको लागि मलेसियाको ल्याङ्ग्वेज नेपालीमा के हुन्छ र मलेसियाको वर्डको अर्थ नेपालीमा के हुन्छ त्यसकोमा भोइस एन्ड वर्ड अनि शब्द पुरै लिएर आइसकेको छु। भिडियोमा बनिरहनु होला। आज सिकौं हामी मलेसियाको वर्ड नेपालीमा मलेसियाको वर्ड के हुन्छ त। सुरुमा छ नासी मकान। नासी मकान भनेको भात खानु हो। नासी भनेको भात, मकान भनेको खानु। त्यसपछि दोस्रोमा छ साना पिकी। साना पिकी भनेको वहाँ जा अर्थात् उता जा भनेको। साना भनेको उता, पिगी भनेको जा। सिनी मारी भनेको यहाँ या अर्थात् यता आइजा भनेको। सिनी भनेको यता, मारी भनेको आऊ भनेको यता हो। बोले भनेको हुन्छ। बोले भनेको हुन्छ। टाबोले भनेको हुँदैन। टाबोले भनेको हुँदैन हो। त्यसपछि टिडुर। टिडुर भनेको सुत्नु हुन्छ। टान्डास भनेको मलेसियन भाषामा टोयलेट अर्थात् चर्पी हुन्छ। चर्पी। त्यसपछि बाया। लामा भनेको धेरै। अबेर अर्थात् ढिलो भनेको। त्यसपछि बाले भनेको भयो कुनै पनि काम गरिसकेपछि घर जाने बेला अर्थात् छुट्टी हुने बेला बाले भनेर भनिन्छ। त्यसलाई बाले भनिन्छ। त्यसपछि सुडा भनेको कुनै पनि काम गरिसकेपछि फिनिस भयो भने त्यसलाई सुडा भनेर भनिन्छ। सकिएको जनाउँछ। सकियो। लापर भनेको भोकाएको अर्थात् भोक लागेको, धेरै भोकाएको लापर भनिन्छ। त्यसपछि आपा भनेको के हो, किनारा भनेको। बुलुम भनेको कुनै पनि काम पुरा भएको छैन भने त्यसलाई बुलुम भनेर भनिन्छ। गिर्जा बट भनेको काम गर्नु भनेको अर्थात् काम गरेको भनेर बुझिन्छ। काम गर्नु। गिर्जा भनेको काम, बट भनेको गर भनेको। ट्याङ्गो भनेको